माउन्ट एभरेस्ट इन्टरनेशनल कलेजले एक विशेष कार्यक्रम बीच बीबीए तेस्रो सेमेस्टरका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै शैक्षिक उत्कृष्टताको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ। सिराहाको गोलबजार स्थित रहेको माउन्ट एभरेस्ट इन्टरनेशनल कलेजले एक विशेष कार्यक्रम बीच बीबीए तेस्रो सेमेस्टरका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै शैक्षिक उत्कृष्टताको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ। कलेजले एक कार्यक्रम बीच बीबीए तेस्रो सेमेस्टरका विद्यार्थीहरूले दोस्रो सेमेस्टरको परीक्षामा उल्लेखनीय सफलता हासिल गरेको जनाइएको छ। उत्कृष्ट जीपीए ल्याउँदै विद्यार्थीहरूले आफ्नो मेहनत, अनुशासन र प्रतिबद्धताको सशक्त प्रमाण दिएका छन्। कलेज परिवारले सफल विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै उनीहरूको उज्जवल भविष्यको कामना गरेको छ। अझ महत्वपूर्ण पक्ष के भने पछिल्लो नतिजा अनुसार माउन्ट एभरेस्ट इन्टरनेशनल कलेज सिराहा जिल्लामै सबैभन्दा बढी विद्यार्थी पास गराउने कलेजको रूपमा स्थापित भएको छ, जसले कलेजको शैक्षिक गुणस्तरीयलाई थप मजबुत बनाएको छ। उक्त सफलता प्रति विभिन्न क्षेत्रका व्यक्तिहरूले पनि शुभकामना व्यक्त गरेका छन्। कलेजका संस्थापक मनोज यादवले विद्यार्थीहरूको सफलता कलेज परिवारका लागि गर्वको विषय भएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन प्रेरित गर्नुभएको छ। युनिभर्सिटीमै उत्कृष्ट देखाएको हुनाले यो कार्यक्रम आयोजना भएको हो राखिएको छ। जुन यहाँ सुरुवातमा सजिलो देखिन्छ, यो माथि चढ्दै गर्दा पसिना आउने, दुःख हुने, खुट्टा गल्ने, धेरै परिश्रमको आवश्यक पर्छ भन्ने कुरा देखाएको छ। त यो सुरुवातको बीबीएको दोस्रो स्टेपमा राम्रो नतिजा ल्याएको, यसलाई हामीले यो सिराहा जिल्ला मात्रै होइन, नेपालभरिकै राजर्षि जनक युनिभर्सिटीको राम्रो उत्तीर्ण नतिजा हामीले देखाएका छौँ। तसर्थ मैले विद्यार्थी भाइ बहिनीहरूमा अबिर टीका लगाएर सही मार्ग र आफूलाई बलियो पढाइतर्फ अगाडि बढ्न यो कार्यक्रम राखिदिएको। विद्यार्थी भाइ बहिनीहरूलाई र हाम्रो प्राध्यापक समूहलाई धन्यवाद, शुभकामना दिँदै म मेरो शब्दहरू यी विश्राम लिन चाहन्छु। धन्यवाद। त्यसैगरी सामाजिक अभियन्ता डाक्टर जयनारायण यादव, चेयरम्यान, चिफ गेस्ट, my dear collegians and students, once again lots of thanks to you. Just you have achieved your outstanding results from this Mount Everest International College. All we know that Golbazar is one of a small market that is situated in heart of Siraha. From here, founder, principal and one of bona fide teaching teams from this college is recorded not only in Siraha district, whole of Madhya province as well as national level. Today, just we got information from Rajarsi University that is affiliated this college. भनेको मतलब मैले थोरै अङ्ग्रेजीमा भने, तपाईहरू है म पनि एउटा इङ्ग्लिस पृष्ठभूमिको म पनि पहिलाकै टिचरै भएर मलाई अनि तपाईहरूसँग सेयर गर्न मन लाग्यो। हुन त म तपाईँहरूको बिचमा यो खुसी सेयर गर्दै गर्दा तपाईँहरू जुन यो गोलबजार स्थित माउन्ट एभरेस्ट इन्टरनेसनल कलेजबाट तपाईँहरू यत्रो शानदार ढङ्गबाट जुन परिणाम प्राप्त गर्नुभएको छ, निश्चय पनि यो तपाईँहरूको लागि मात्रै होइन, हाम्रो संस्थापक, प्राध्यापक टिम लगायत हामी सबैको लागि यो गौरवको क्षण हो। पत्रकार अर्जुन थपलियाले पनि कलेजको उपलब्धिको प्रशंसा गर्दै सम्पूर्ण विद्यार्थी, शिक्षक तथा व्यवस्थापन टोलीलाई बधाई दिएका छन्। कारणले अब उमेरकोले गर्दाखेरि म यहाँ अलि वरिष्ठ देखिएको छु र तपाईँहरू अगाडि बोल्दैछु। कवि
उपेन्द्र सुब्बाको एउटा लाइन छ, नेपाली कवि हुनुहुन्छ, बाउले नपढेर दुःख पाए, मैले पढेर दुःख पाएँ। बाउ नपढेको कारणले हलो जोत्दैछन्, अन्न फलाउँदैछन्, खाँदैछन्, म पढेकोले हलो जोत्न लाज लाग्छ र विदेशमा भौतारिँदैछु। मलाई यो कविताले निकै छोएको छ क्या। पढाइको अर्थ के हो त? बाउले नपढेर दुःख पाएँ, मैले पढेर दुःख पाएँ, के गर्ने होला त? अब तपाईँहरूको बुवा नपढेर दुःख पाउनु भएको छ, तपाईँहरू पढेर दुःख पाउने हो कि भन्ने डर लागिरहेको छ। कवि उपेन्द्र सुब्बाको पङ्क्ति मैले सापट लिएँ है। अर्को विक्रम सुब्बा हुनुहुन्छ नेपाली कवि एकजना, उहाँले लेख्नुभयो, बा म स्कुल। साथै कलेजका प्राध्यापकहरूले विद्यार्थीहरूको मेहनत र अनुशासनको खुलेर प्रशंसा गर्दै निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। प्राध्यापक साथीहरूले गर्नुभएको सहयोग, कलेजको व्यवस्थापन पक्ष र सहयोगबाट जुन हाम्रा विद्यार्थी भाइ बहिनीहरूले जुन आज रिजल्ट जुन हाम्रो युनिभर्सिटी आरजे राजर्षि जनक युनिभर्सिटीमा नै सबैभन्दा बढी विद्यार्थी पास गराउन, उत्तीर्ण गराउन हामी सफल भएका छौँ। त्यसको लागि हृदयदेखि नै सबैभन्दा पहिले म धन्यवाद दिन चाहन्छु सम्पूर्ण टिमलाई र विद्यार्थी भाइ बहिनीहरूलाई शुभकामना सहित उत्तर प्रगतिको पनि कामना गर्न चाहन्छु र भविष्यमा पनि तपाईहरू यस्तै मेहनत गरेर, यस्तै लगनशील भएर र हाम्रा टिचरहरूले तपाईहरूलाई, प्राध्यापकहरूले तपाईहरूलाई जुन ठाउँमा पनि जतिखेर पनि सहयोग गर्न तयार हुनुहुन्छ भन्ने आशा लिएर अझै अर्को नेक्स्ट इयरमा पनि योभन्दा पनि राम्रो रिजल्ट ल्याएर तपाईहरूले हाम्रो कलेजको शिर यस्तै अहिले हाम्रो युनिभर्सिटीमा सबैभन्दा टप धेरै पास गर्ने उत्तीर्ण प्रतिशतमा देखाएको छ, त्यस्तै गरिराख्नु होला भन्ने। अनि यो संस्था सुरुवात हुँदाखेरि हामीले धेरै किसिमका मनमा कुराहरू खुलाइरहेका थियौँ, के होला, कस्तो होला। तर अहिले यसो हामीले 1 वर्ष पार गऱ्यौँ, अहिले 3rd सेमेस्टर, 1.5 वर्ष हाम्रो चलिरहेको छ 3rd सेमेस्टरको अध्ययन अध्यापन। र अहिले वास्तवमा भन्दाखेरि तपाईँको यो एकल प्रयासबाट, अब संस्थापनको एकल प्रयासबाट, र यो भनेको यहाँ सिराहा जिल्लामा मात्रै होइन, यो एउटा हामी माइलस्टोन भन्छौँ, कोशी ढुङ्गा भविष्यमा साबित हुन सक्छ। र यसका लागि सम्पूर्ण सरोकारवाला पक्षले अहिलेसम्म सहयोग गर्नुभएको रहेछ र आउने दिनहरूमा पनि यो सहयोग हामीलाई प्राप्त भइरहन्छ भन्ने हाम्रो संस्थाले आशा र विश्वास लिएको छ। र सुरुमा के अप्ठ्यारो हामीले फेस गऱ्यौँ भने एउटा नेपालीमा उखान रहेछ, तजीको गीत हेला भनेर। अब यहाँ गोलबजारमा पनि प्राइभेट लेभलमा पनि बिबिए चल्ला भन्ने शङ्का के मनमा। अनि कतिपय विद्यार्थीले हामीले अत्यधिक तपाईँको काउन्सेलिङ गर्नु पऱ्यो, बाबु यही राम्रो हुन्छ, नानी यही राम्रो हुन्छ, त्यसो भन्दै गर्दाखेरि र आजको जुन उपलब्धि देखियो त्यसका पछाडि भनेको यस अवसरमा कलेज प्रशासनले एक्सिलेन्ट एजुकेसन इज आवर पेसन भन्ने मूल मन्त्रलाई पुनः दोहोर्याउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कलेजका अनुसार यस्ता उपलब्धिहरू केवल अङ्कमा सीमित नभई विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासको संकेत हुन्। यसरी माउन्ट एभरेस्ट इन्टरनेसनल कलेजले शिक्षा क्षेत्रमा निरन्तर उत्कृष्टता कायम राख्दै विद्यार्थीहरूको सपना साकार पार्ने आफ्नो अभियानलाई अझ मजबुत बनाइएको छ।